गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अर्को मेरो च्यानलमा स्वागत छ। त्यसपछि आज चाहिँ हाम्रो होली हो। के गरे भाइ? मेरो च्यानलमा हजुरलाई स्वागत छ। त्यसपछि आज हाम्रो होली हो है। ह्याप्पी होली गाइज अल अफ यु गाइज, ह्याप्पी होली। त्यसपछि आज हाम्रो चाहिँ छोटो ड्राई पिकनिक र त्यहाँ माथि रानीकण्ठमा राम्रो भ्यू छ गरे, त्यो चाहिँ हेर्ने। त्यसपछि चाहिँ बसन्तपुरमा आज रमाइलो हुन्छ, त्यहाँ पनि होली खेल्न सोचिरहेछौँ। त्यही हो, सानो हुन्छ ब्लग, लास्टसम्म साथ दिनु होला गाइज, म देखाउँदै जान्छु है। ल गाइज अब हामी निसकेछौँ, हाम्रो साथीहरू वेट गरिरहेछन् हामीलाई। त्यहाँ हामी सबैजना भेला हुने भनिरहेको छ। त्यसपछि त्यहाँ सबैजना भेला भएर सँगै जाने कुरा भइरहेछ। त्यसपछि अब सबैजना सँगै भेला भएर लाग्छौँ हामी चाहिँ चट्टो लाएर है रानीकण्ठतिर। त्यसपछि साथीहरूलाई अनि हाम्रो चाहिँ हेलमेट अहिले त्यसो नचला, म चलाउँछु, छोड्दै सबै दबाउ अनि कहाँ हुन्छ त्यसो भयो नि। साथीहरू वेट गरिरहेको छन् गाइस। त्यसपछि अब हामी त्यहीँ मिल्दैछौँ है। हामी चाहिँ हाम्रो बाइक कुचेर हामी अब हिँड्नु लाग्यो। हामी चाहिँ खेल्ने गाइस, हामी साथी भएको ठाउँमा जानु लाग्यो। ए राइडर चाहिँ यहीँ छ नि राजा। के छ त अनि अहिले होली लाग्यो नि कस्तो होला त नि हामीलाई? होली यस्तो कपडा लगाएर गयो चाहिँ यहीँ आउने हो, यहीँबाट लिएर पसेर सट्ट गइहालौँ। ल रेडी छ होला नि? रेडी नै हुन्छ सबै। सबैजना यस्तो अब हामी जाँदैछौँ चट्ट लगाएर। झन्नै हान्दैन यार, आज त डरै सबै चट्ट लगाएर झोले हान्छ कसम। आज त झरेर लोला जस्तो झट्किदिन्छु म। झोल छुन्छ अहिले नहाल्नुहोस्, पछि हाल्नुहोस् पनि केही भएन क्या। अहिले चाहिँ नहाल्नुहोस् भन्नु भोक लागिरहेको छ। नास्ता खाऊँ, त्यसपछि जाऊँ न त साथीहरूलाई। नास्ता खान्छौँ गाइस, त्यसपछि चाहिँ हामी निस्किन्छौँ। हामी के खाने? मोमो त खानु भएन, त्यो खाने होइन। खाऊँ न, लाइट चिज खाऊँ न। हिजोदेखि खानै खाएको छैन भने जाम यस्तै हो चट्ट लगाएर। पहिला तेल हाल्न जाम्बे, तेल हालौँ नि, तेल हाल्ने नगर न अहिले नगर हरान न बरु। ब्याट्री तातिन्छ हो मुजी, त्यही भएर। ए राजा हो र थाहैदिन मलाई त। आज गाडीहरू पनि चलेको छैन क्या है, लोकल बस चलिरहेको छ। अहिले स्पेसल खुवाउने गरे कि एक अन्डा एक रोल पाउँछ गरे यहाँ मिठो भनेर ल्याएर आएको छ। आलु पराठा खाने त पहिला तेरो स्पेसलवाला खानु। आलु पराठासँग दही दिनु सक्ने? चटनी लिनलाई छैन। आउँदैन कि भन्न? चटनीसँग मात्रै हो खानु त आलु पराठा लिँदा। फेरि पहिला एग रोल खाउँ, पहिला एग रोल हालौँ, त्यसपछि खानु लाग्यो। दाइको एग रोल गरे। कहाँको दाइको के गर्नु स्पेसल भने चाहिँ खाइदिएँ। स्पेसल खुवाउनु ल्याएको छ क्या मलाई। हेरौँ गाइस, अन्डा चाउचाउ रोल गरे। कस्तो छ टेस्ट गराउँ है। अब चाहिँ भयो, छाड्दै यत्तिकै भइहाल्छ नि। चिप्स अन्डा एक रोल गरे, त्यसरी चाहिँ चटनी हालेर खानुपर्छ। चटनी हालेर हाल्नुपर्छ बे, त्यसरी खानु।
मिनट है राखीमा हाल्दिनु मिठो रहेछ यार बोल न कि कुछ मिल्नु पर्छ मिठो रहेछ गाई चाहिँ एकदम यो चाहिँ चाबेली स्तूपको पछाडितिर छ यो ठाउँ चाहिँ मिठो छ यो दाइको इग्लो है दाइको इग्लो जस्ता खाएर अब फेरि हिँड्न लाग्यो अब एकछिनमा साथीहरूसँग पुग्छ भनौँ न एकछिन यसो यताउता घुमेर त्यसपछि चाहिँ जाम भनेको कोही आएन अरे अझै रेडी हुँदैछन् गरे अब 10-15 मिनटमा आउँछ भन्दैछन् सबैजनाले त्यही भएर हामी पनि 10 मिनटमा यसो टाइम पास गर्न लाग्यो गाइसहरू चाहिँ होली लगाइदियो गाइस हाम्रो चाहिँ होली लाग्यो होलीको चट्टु लगाएर मन त्यसलाई आउनु पर्ने भयो गाइस खपरामा होली हानेरै कन्टेन्टै बनेथ्यो मैले हाल्नु पर्ने के गर्नु त नि रिस उठिहाल्यो अनि मलाई हेर्नु त यस्तो गराइदियो क्या लुगाको हेर्नु त पुरै यस्तो गराइदिएछ भने लुगा हेर्दा यस्तो अब फेरि चेन्ज गरेर साइको भने हेर्नु थाहा पाएर थाहा पाउनु नि 1200 होइन भने अब एकछिन त चा मासु ओए मासु रे ओए के हो दोस्त बा यार म थाहै छैन ठिक छ एक्लै ठिक छ ल फेरि गाइज आउनु पर्यो यस्तो रिस उठेन गाइज मैले यस्तो थर्काइदिएँ क्या अरूको यार म भनिरहेको छु हामी टाढो जानला होली खेल्ने हो पछि खेल्ने हो कि नै कलर सलर लगाइदियो ठिकै थियो पानी हाल्नुपर्छ त्यस्तो राम्रो लुगा थियो यार भर्खर पहिलोचोटि लगाएको लुगा पुरै फोहोरको त्यस्तो छैन नि गर्ने यार त्यो चाहिँ ठुलो मान्छे भएपछि सानो बच्चाले भने नि केही भन्दैन कि त्यो ठुलोले थाहा पाउनु पर्ने कुरा त्यो रिसले हामी नगर्ने होइन हामी त म बोलिरहेको हामी राम्रो निराम त नि रिस उठ्दैन यार भनिरहेको छु होली खेल्ने खेल्ने होइन त्यस्तो नयाँ हो नि त यार भर्खर पहिलोचोटि लगाएको लुगा हो भने रिस उठ्दैन खराब गरिदियो कि गाई यार कलर लगाएको त ठिकै थियो है तर पानी हाल्नुपर्छ यार कस्तो फोहोर पानी थियो त्यही पनि भनेपछि नि त्यस्तो फोहोर पानी हान्ने होइन त्यति ठुलो मान्छे भइसकेपछि जाँदैन गएन त्यो साथीलाई पठाइदिएको उता गुफर ल्याउनु जान्ला छ अब हामी साथी सबैजना आइसक्यो अब हामी डाइरेक्ट साथीसँग जान्छौँ त्यसपछि चाहिँ हेरौँ के हुन्छ हेर त अब मान्छे यार होली हो थाहा छ गरेपछि कलर लगाएपछि कलर लाउने हो नि त कलर लगाएको छ केही भने होइन नि त मैले तर पानी हान्ने होइन नि त पानी भन्यो कस्तो भिडियो बनाउनै पाइनँ क्या त्यो बेला खतरा भएको थियो कि एकछिन त अरे खतरा भइदिरहेको एकछिन त्यही हो गाई छ त के भनौँ त्यसपछि जाऊ भनौँ न यार कस्तो कपडा बिग्रिकिन मेरो कसरी ब्ल्याङ भने गाई छ हामी चाहिँ अझै हामी साथीको अर्को साथीको बनाउनु लाग्यो बाइक साइड ल्यान्ड गर्छु कि तिनीहरूले मैले के गरेँ होला डोला सोला हाल्दै पनि मैले भ्याउँछ नि त हिँड्न भनिरहेको छु अगाडि हिँड्नु सिधै किन रोकिरहेको छु गाडी डोला सोला हाल्दै पनि आउला कसले हान्छ स्टाफमा कसैले हान्दैन बाइक कहाँ राख्ने यहाँ पार्किङ गर्ने ठाउँ छ कि नै यहीँ राख्न साइडमै यहीँ साइडमा राख्न यहाँ राख्न कसले बाइक तुने मुझे मारी जहाँ छन् क्या तिमी त कसैले देख्दैन के हुन्छ र खाइदिन्छ उसले खान्छ उसले दिने भए जस्तो फेरि त्यो पकड्दै हिँड्छ माथि त्यहाँ त्यसको सम्झीकोमा फोन गर्दा पहिला सम्झिला के छ दाइ चिन्नु कि मलाई आज यसो गइदियो भने अरे यार गुरु यार रोशन यार क्या यार खबर हाल चाल हाँ रेडी नहीं हुई अभी तक मैं रेडी हूँ जल्दी करो हाँ जाना है यहाँ अभी उधर से यार हाँ इधर आओ ना इधर इधर एक बार मेरे ब्लॉग पे देखियो यार ये मेरा दोस्त एक जाने वाला है मतलब घूमने के लिए ना हाँ। वो नीरज किधर से नीरज गया आगे होटल के पास मजाक मत करो यार हमने नहीं
गरी यिनीहरू हामी चाहिँ स्टाफ रुममा आइदिएछौँ फेरि फर्किन लाग्यो स्टाफ रुममा आइपुग्यो स्टाफ रुममा आएछौँ भनेको के उनीहरू होटलमा छन् अनि मैले फोन गर्नुहोस् है यो पत्ता स्टाफ रुम र होटलमा कति र डिफ्रेन्स छ राजा के कुरा गर्छ तिमी जे भयो भने तिमी फेरि अनि अब अर्कै अब आफ्नै मनको होइन आफ्नै मन होइन हिँड्न मैले जे भने त्यही होइन म जे भने त्यही अर्डर मान्नु छ पछाडि हो भने अनि त्यो रोशन खै त अनि त्यो फेरि आयो क्या फर्किन रुममा के गर्न आयो सायद रुममा के गर्न आयो सायद त्यो के लुगा लाउन हो के गर्न हो ए रेडी नै हुँदो भन्दै थियो पुरा खै त कहाँ छ त सम्झिएर होटलभित्र हो ए मैले छेउमा जानु भन्नुको लागि ओ मेरो चन्द्र राई के छ खै रोक न मुला यहाँ देखाउन पनि छ पछाडि छ है बाबु के जानु बोलाउनु भएन तिनजना कहाँ हाल्नु सबिनर ट्याक्सी जाँदैन हामी बाइकमा मेरो चन्द्र दाई के छ त खबर थाहा ठिक छ ओ मेरो दाई हिरा दाई ठिक छ दाई पहिला काम गरेको यही हो है मैले होटल गाइस यो चाहिँ हामी दाई हुन्छ गाड्दै पहिला काम गरेको मैले चाहिँ यहीँतिर हो ठुलाएर मैले यहाँ काम गर्थेँ पहिला चाहिँ अनि पछि छोडेर अहिले चाहिँ कति साथीहरू कतिको होली लाग्दैछ त दाइको होइन अब ऊ होला होटल मात्रै खुल्ला होला सायद है होटल पनि बन्द अनि गाड मात्रै आएको के छ रुम चालु छ अच्छा स्विट पनि हो क्या ला भइसक्यो यतातिर चट्टो लाएर हो यो त राम्रो नभएर फेरि अनि यार नयाँ छ त नि ठिक छ नि अरे बबाल छ रे बाबा अरे मेरे दोस्त यार हीरो क्या आया हुआ है देखो इसको देखो अरे यार गुरु यार क्या यार हालचाल चलो हम चाहिँ ट्याक्सी आइसकेको छ है ल अगाडि मै बस्यो बाइकमा बस्छु त्यहीँ म अगाडि बस्छु कतै मैले सब्स्क्राइब पनि गरेको छु है तँलाई सब्स्क्राइब गरेछौ ल मेरो म चाट्न एउटा राख्ने भनेको कतिजना छन् हामीहरू चारजना छ कि अहिले अर्को ट्याक्सी गर्ने हो कि 10 गर्न चाट्ने फेरि माथि गएर अर्को ट्याक्सी गर्ने होइन नि ट्याक्सी अर्को पनि नगर्ने नि बस नि त मिलिरहेको त पाँचजना हो हजुर 5 जना जोरपाटीबाट अर्को ट्याक्सी रिजर्भ गर्छ अर्को ट्याक्सी रिजर्भ गर्ने कि जोरपाटी अनि एकजना घटिहाल्छ अन्त अगाडि पनि हो क्या ए एकजना अगाडि मिल्दैन मिलाऊ जोरपाटीसम्म त हो यहीँ त हो जोरपाटी अगाडि ल सम्झिलाउनु होगा पैसा चाहिँ एक्स्ट्रा लाग्नु हो बे अलि पर खाना खाँदा गरौ यार भइसकेको छ किम गएर सुतौँ न देखियो है होली लाग्यो होली लाग्यो है होली ह्याप्पी होली 6 जना जाने अरे हेलो कहाँ जाँदैछौ रे हामीहरू पता नहीं तुमको अरे यार तेरा भाई लेके जाएगा यार कहाँ जाने रे बहुत माथि होइन जोरपाटी माथि बहुत जोरपाटी त्यही माथिदेखि त्यो त्यहाँनिर चाहिँ वाला साइबर अर्को रिजर्भ गर्ने हो कि त्यहाँदेखि चाहिँ अरू पनि मान्छे जाँदैछ नि त्यही भएर त्यही बाटो जानुहुन्छ होइन त्यही बाटो हो त्यही बाटो हो त्यही भएर उतै मान्छेलाई अड्काइदिन्छ हिँड्दै गरौँ भनौँ न लड़की जो मारी देती हिरो भएको छ क्या तेरो हिरो देखेछ फेरि आज पनि झगडा परिदिरहने एउटा आइदिएछ कि होली हान्दिर भने नयाँ कपडा लगाएको भर्खर पहिले जो उद्घाटन गरेको हान्ती होली रुमबाट बाहिर निस्केको हान्ती बाल्टीमा पानी दिए कलर लगाइदियो पनि ठिकै हुन्थ्यो नि त मुडै खराब ओए घुमेर आएपछि बसन्तपुर जानु त त्यहाँ ओए बसन्तपुर नहीं जाएंगे उधर बवाल रमाइलो होता है अरे यार उधर इतना हो जाएगा हाँ कन्सर्ट छ त्यही त भने कन्सर्ट छ क्या त्यहाँ पछाडि चाहिँ लडकी तुम लगा दी मेरी फाइल दुर्गा साहब आउँछ होला हैन
यसै बजाऊ के भएन रे मना गर दे पहिला त म मैले कनेक्ट गर्छु अबे यसमा चाहिँ कनेक्ट गर न भने गर एमा गर्दै एमा गर कमरिया कमरिया जोरेला पालो लॉलीपॉप लागेलु ला पालो लॉलीपॉप लागेलु लागेलु कमरिया Maria tope la palu lollipop lagelu सब जानै पर्दैन है बबाल छ है देख्नु तर कुन बिच भयो कहाँ होला घरबारला न यो चक्कला चाहिँ हामी जोरपाटी आइसक्यौँ जोरपाटीदेखि अब फेरि अझै लाग्दैछौँ जोरपाटी आयो सरल लाएर केटा त पुरै तातेर बाइक साइक लगेर तातेर जान के अगाडितिर ओ पार्क पुगिसकेछ पार्क यतै हो टक्क लाएर चस्मा लगाऊ यार अब साथीहरू चाहिँ कता गयो फेरि तिनीहरूलाई कुदो ठिक हुन्छ माथि टपको भनेको थिएँ मैले लेकिन साला इधर हो क्या रहा है मैं भी समझ में नहीं आ रहा यार हो क्या रहा है इधर साला खाना भी नहीं खाया हूँ यार खाना खाएनौ मैले हामीले पनि खाएको छैन साला होटलमा आयो तर सकिहालेछ खाना बिहान पकाएर मै गएको थिएँ अच्छा म खाँदाखेरि मलाई नै छैन यार तिनीहरू कहाँ गयो त यही पार्कमा हामी जाने कहाँ यही नै माथि यहाँ भेट्न मात्रै आएको हुन्छ कहाँ त हाम्रो रिसोर्ट बस्ने त्यही त भनेको त पुग्यो पार्क यही रहेछ गाइज पार्क चट्टा लाएर यहाँ पिकनिक सिक्ने खाने ठाउँ रहेछ चट्टा लाएर अनि त्यसपछि चाहिँ नि अनि कपाल अब आफू सिङ्गल भइयो के गर्नु गाइज यस्तै है सिङ्गललाई चाहिँ गाह्रो छ हाम्रो ग्रुप अब त चाहिँ यहाँ सबजना पुरै चट्टा लाएर कहाँ छन् फेरि मैले दिँदैन क्या फेरि पिकनिक टक्क लाएर यहाँ चाहिँ पारी बसेको छ पारी यहाँ खोज्ने गाह्रो छ ठिक छ भ्यू देख्छ चाहिँ द्याट इज काठमाडौँ भ्यू गाइज यति नै देखिँदो रहेछ काठमाडौँको यहाँदेखि टक्क लाएर पुग्यो उनीहरू तिनीहरू त्यही यति नै यतिजना 12 जना टक्क कस्तो ह्यान्डसम छु जस्तो लागेन र अहिले त आउ न हेर्दा त टक्क लाएर आज को सड्किन्छ भने सड्किने कसको ढाड सड्किन्छ धन मलाई कल के भयो कहाँ के बोल्दैन ठिक छ जस भन्नलाई होलीको दिन के होली खेल्छन् सबजना रेस्टुरेन्ट रहेछ चट्टल तार के हो दोस्त के हो ठाडा रे हो यो त हुनै पर्यो नि गानै गाना हुँदैन भने एउटा अहिले चाहिँ एउटा गाना गाना
लगाए चाहिँ हामी चाहिँ है चट्ट लाएर चटपटे अब चाहिँ खाँदैछौँ होसान कैसा लग रहा है अच्छा मजा आ रहा है इंडिया से अच्छा नेपाल है ना नहीं है ये यार तुमको कमेंट आएगा मेरो राजा के छ त नि तिम्रो सिरियस तिमी सिरियस लगाएको ए त्यो भयो त्यो पानीपुरी आयो गाइस हाम्रो चाहिँ पानीपुरी चट्टा लाएर लाउनु भयो नामको मात्र मेरो चटपटी पानीपुरी हाम्रो खाएर पनि सकिसक्यो डान्स नि सकियो गाइस त्यही हो हल्का अब फेरि अर्को रिसोर्टतिर जानु लाग्यो यति नि इन्जोय भयो नाइ 5 जाम के रिसोर्ट माथितिर चोकतिर दाइ चोकतिर उदयमा यताबाट त जाने बाटो यताबाट होइन यताबाट तल जाने बाटो छैन के यताबाट छ त्यही माथिबाट यताबाट तलबाट गाडी आउने ठाउँ हो नि हामीले त गोलो भएको ठाउँ मेरो फोटो खिचेको अनि पहिला यहीँ आएको यो लोकल हो नि त आएको यो लोकल हो नि त लोकल हो ओ धेरै हाम्रो केटा ओइ के भाइ हो के हो त नि हेर्न ओ माई गॉड के छ त नि एकटा सब आवर बारेमा छन् के फेरि स्ट्यान्डरहरू आइरहेछन् उही कत्रा है यो म त ढलेर चाहिँ गाइज कपन रिसोर्टमा बसेको छ मैले चाहिँ चट्टा लाएर त्यहाँ कोकर्णेश्वरमा गएको त्यहाँ चाहिँ ठाउँ रहेनछ त्यसपछि यहाँ कपनमा रिसोर्टमा चट्टा लाएर आएको हामी जग्गा एउटा क्याबिन बुक गरेछौँ क्याबिन ठिक लागिरहेछ नि बहुत मजा आएछ मजा आएको छ नि त्यही त सिगरेट पी अरे गुरु इधर आएगा यार क्यों बात कर रहे हो यार तुम हाम्रो कप्तान बसेछ यहाँ के छ दाइ रमाइलो लाग्यो नि एकदम रमाइलो होइन मेरो 14 होइन 15 वर्षपछि कोही एउटा मेरो चाहिँ इतिहास नै भयो फर्स्टचोटि हो यो नेपालमा मेरो अनि काठमाडौँमा चाहिँ मेरो अब कति भनौँ 32-30 वर्षै भयो काठमाडौँमा चाहिँ मेरो फर्स्ट नै हो रमाइलो भयो है दाइ रमाइलो एकदमै के लाग्यो गङ्गा के कस्तो लाग्यो रमाइलो लाग्यो एकदम रमाइलो छ यहाँ आउनुहोस् होला हजुरलाई डिस्काउन्ट दिन्छ 10%। हजुर रमाइलो लाग्यो ए बवाल रमाइलो मजाको बोलो रमाइलो लगायो कि नहीं तुमको नेपाल में अच्छा लगा हुआ कि नहीं एकदम मस्त डेन्जरस कैसा लगा बहुत बुरा हेयर्स माई बुढी है गाइज ऊ चाहिँ कपाल हो मलाई थाहा छ कपाल हो तर मैले भन्नु कि रमाइलो लाग्यो कि नहीं कपालमा लाग्यो एकदमै रमाइलो लाग्यो पैसा तिर्दा त झन् मज्जै आयो ल गुड
ओके अब हामी चाहिँ लाग्न लागेको चाहिँ सबैसँग मैले रिभ्यू सोध्दै चाहिँ रमाइलो लाग्यो भन्दैछन् सबैजनालाई चाहिँ सम्धि हजुरलाई कति राम्रो लाग्यो म भन्छु एकदम रमाइलो लाग्यो रमाइलो लाग्यो नि एकदमै फेरि आइरहँ जस्तो फिल भयो दिपेश छेत्री हेलो सम्धि हजुरलाई कस्तो लाग्यो त आयो रमाइलो धेरै रमाइलो लाग्यो रमाइलो छ नि है त्यो त सेटिस्फाई त हुनुभयो नि हजुरहरू ल त्यही हो गाइस ठिक छ राम्रो छ कपन रिसोर्ट चाहिँ एकदम राम्रो छ है कपन चाहिँ हामीलाई मजाले इन्जोय पनि भयो त्यसपछि हामीले आयौँ पनि अनि त्यो चाहिँ पेमेन्ट पनि ठिकै भयो हामीलाई मिलाएर गरिदिए त्यो चाहिँ रमाइलो नै हुन्छ कपन रिसोर्ट चाहिँ आजको होली हो होली नखेले पनि हामीले इन्जोय गरेको साथीहरूसँग चाहिँ पहिला काम गरेको साथीहरू सबै हो सँग रमाइलो गरेको प्रशान्त रोक्न बाइक कहाँ छ कहाँ कसो निकाल्नु त नि हामीले कस्तो लाग्यो राम्रो लाग्यो नि सेटिस्फाइड बहुत बहुत अच्छा लगा रे बाबा मोटे भाइ ल ठिक छ ल गाइस अब हामी चाहिँ जानु लाग्यो 5 बजिसक्यो रुम जानुपर्ने हुन्छ है गाइस अब चाहिँ हामी रुममै गएर मिल्छ गाइस ल त्यही हो रुममा गएपछि देखाउँछु रुम पनि पुग्यो गाइस आजको चाहिँ यति नै हो देखाइहालेँ मैले हजुरहरूलाई सबै कुरा त्यही हो अब चाहिँ यति नै हो रुम पुग्यो अब चाहिँ 5 बजिसक्यो अब चाहिँ भोलि खेल्ने क्या हामी चाहिँ है गाइस ल सियौँ गाइस भ्लग चाहिँ राम्रोसँग लास्टमा हेरिदिनु भएकोमा थ्याङ्क यू दिनु भर्खर हो भ्लग चाहिँ बनाउनु लागेको भ्लग बनाउँदै गर्छु म चाहिँ अब सब्सक्राइब गर्नु नबिर्सिनु होला लाइक पनि गरिदिनु होला है गाइस ल सियौँ गाइस ह्याप्पी होली है अल अफ यू गाइस बाई